म सारिका प्रधान। सहरकै बीचमा धरहरा नजिकै सानो फ्ल्याट भाडामा लिएको थिएँ। त्यो 2772 सालको महाभूकम्पको केही वर्षपछि। त्यो ठाउँ सधैँ थोरै अजीब लाग्थ्यो। पुरानो बिल्डिङ र आसपासका घरहरू पनि अधुरो अपुरो जस्तो देखिन्थे। तर सोचेँ, सहरको बीचमा फ्ल्याट भेट्टाउनु त भाग्य नै हो। पहिलो दिन सब ठिकै लाग्यो। साँझमा टेरेसमा गएर बाटो हेरेँ। धरहराको भग्नावशेष अझै उभिएको थियो। घामको अन्तिम रेखा त्यसमाथि टाँसिएको। मनमा एक किसिमको चिसो हावा चल्थ्यो, जसको कारण थाहा थिएन। रातको करिब 11 बजेतिर जब सुत्न थालेको थिएँ, सहर एक्कासी शान्त भयो। केही क्षणपछि हल्का आवाज आयो, जस्तो कसैले पुरानो इँटाको ढिस्कोमाथि हिँडिरहेको होस्। ठ्याक्कै त्यसपछि बाथरुमको धारामा पानी आफै बग्न थाल्यो। पानी त बन्द गरेको थिएँ नि। उठेर हेरेँ, बन्द थियो। तर फर्किँदै गर्दा सँगै रहेको ऐनामा कसैको झल्को देखियो। एकछिनको लागि लाग्यो कसैले मेरो पछाडिबाट हेरिरहेको छ। भोलिपल्ट बिहान बाथरुमको भित्तामा धुलोमा लेखिएको थियो, हामी त मरेका थियौँ, तर यहाँ अझै छौँ। मेरो सास रोकियो। त्यस रात म सुत्न सकिनँ। धरहराको दिशातिरबाट कहिले काहीँ गहिरो सास फेरेको आवाज आउँथ्यो। लाग्थ्यो कि धरहराको भग्नावशेषमा अझै कोही छ। तेस्रो रात आवाज अझ नजिक आयो। ढोका ठकठकायो कसैले। 3 पटक। को हो? मैले सोधेँ। जवाफ आएन। तर ढोकाको फिँडीमा पानीको थोपाहरू देखियो, माटो र धुलो मिसिएको। त्यो पानी बाथरुमसम्म पुगेको थियो। त्यहाँ पुगे। ऐनामा लेखिएको शब्द फेरि देखा पर्यो, धरहरामा फसेका हामी अझै मुक्ति खोज्दैछौँ। त्यो देख्ने बित्तिकै म थरथर कामेँ। सहरले त्यो भूकम्पको पीडा भुलिसकेको थियो, तर मसँग बस्ने ती आवाजहरूले अझै बिर्सेका थिएनन्। त्यस रातपछि म भोलिपल्ट त्यहाँबाट सरे र अन्तै बस्न थालेँ। तर कहिले काहीँ जब धरहराको नयाँ टावर नजिक भएर हेर्छु, हावा सँगसँगै त्यही स्वर आउँछ, हामी अझै यहाँ छौँ सारिका।